र भइरहेको प्र्याक्टिस र नजिरहरूलाई मध्यनजर राख्दै संविधानविदहरूसँग पनि परामर्श गर्दै जुन अहिलेसम्म र सम्भावना जुन छ यो सम्भावनालाई स्वीकार्दै डिसिजन होस् भनेर हाम्रो पनि चाहना र मान्यता हो। यति हो। बजारमा त के छ भने यो नयाँ गठबन्धन बन्यो भन्ने चर्चा छ, के साँच्चीकै हो? कस्तो नयाँ गठबन्धन? यो नयाँ तपाईहरु अर्को गठबन्धनमा आउनुभयो होइन, पहिला त आह्वान होस् त्यसपछि नै कुरा हामी पहिले यहाँ चाहिँ अहिले खबर के आयो भने प्रदेश प्रमुखजीले हामीलाई स्वस्थ पार्नुभयो। हामी चाहिँ संविधान भन्दा बाहिर जाँदैनौँ। तर अहिले भर्खर एउटा खबर के आयो भने उहाँले एमालेका दलका नेतालाई डाकिसक्नु भएको छ र हामी यहाँबाट निस्किने बित्तिकै उहाँलाई बोलाएर शपथ खुवाउने र प्रदेश प्रमुख यहाँबाट टाप भन्ने कुरा पनि यो गम्भीर बनाएको छ। भ्रममै तपाईहरु बाँच्नुभयो। त्यसो भए हैन, त्यो आह्वानमा हुँदैन भने भ्रममा बाँच्नुभयो होइन। उसले चाहिँ आह्वान गर्दै होइन, आह्वान गर्दै हुन्छ के भने यदि दिनमा गयो भने ठुलो दलको नेताले पनि आह्वान गर्छ, त्यसको लागि त जुटाउनु केही परेन नि त। त्यसकारण प्रदेश प्रमुखजीले अहिले हामीलाई यो खबर आएको, त्यसकारण हामी संशकित होइन्छौँ होइन, त्यसमा हामी सचेत पनि छौँ। त्यो मिडियाको माध्यमबाट यहाँ आउँदासम्म पनि सशंकित हुनुहुन्छ तपाईहरु प्रदेश प्रमुखमाथि? अब त ढुक्छौँ, अब त ढुक भयो। अब त प्रदेश प्रमुखको कुरा आइसकेपछि ढुक्छौँ। अब मुख्यतः हामी तपाईहरुले देखिराख्नु भयो, माननीय मुख्यमन्त्रीजीको नेतृत्वमा हामी प्रदेश प्रमुखजीसँग भेटघाट गरे र प्रदेश प्रमुखजीलाई हामीले संयुक्त रूपमा भने नेकपा